मेष राशि एरिस माइनस चु चे चो ला ली लु ले लो अ करियर र आर्थिक स्थिति नयाँ कार्यको योजना बन्नेछ। जागिरमा कार्यभार बढे पनि प्रशंसा मिल्नेछ। व्यापार व्यवसायमा मध्यम सुधार हुनेछ। महिनाको उत्तरार्धमा धन आगमन राम्रो हुनेछ तर अनावश्यक खर्चमा नियन्त्रण राख्नुपर्नेछ। शिक्षा र विदेश यात्रा विद्यार्थीहरूका लागि समय अनुकूल छ, विशेष गरी प्राविधिक क्षेत्रका विद्यार्थीलाई सफलता मिल्नेछ। वैदेशिक यात्रा वा अध्ययनको प्रक्रिया अगाडि बढाउन खोज्नेहरूका लागि महिनाको दोस्रो साता सहज बन्नेछ। शेयर मार्केट अल्पकालीन सर्ट टर्म लगानीभन्दा दीर्घकालीन लङ टर्म लगानीले फाइदा दिनेछ। महिनाको बीचमा कृषि वा ऊर्जा जलविद्युत क्षेत्रका कम्पनीहरूमा सोचविचार गरेर लगानी गर्दा राम्रो होला। स्वास्थ्य र सङ्कट रक्तचाप र टाउको दुख्ने समस्याले सताउन सक्छ। सवारी साधन चलाउँदा वा हतारमा निर्णय लिँदा विशेष सावधानी अपनाउनुहोला। विवाह र पारिवारिक जीवन पारिवारिक माहौल सुमधुर रहनेछ। जीवनसाथीसँग केही वैचारिक मतभेद हुन सक्छ तर संवादले समस्या समाधान हुनेछ। विवाहको कुरा चल्ने योग छ। समय चक्र गोचर प्रभाव महिनाको सुरुवाती 15 दिन अलि सङ्घर्षपूर्ण रहे पनि त्यसपछिको समय नयाँ लगानी वा काम सुरु गर्न उत्साहजनक रहनेछ। दोष र उपायहरू प्रत्येक मंगलबार हनुमान चालिसाको पाठ गर्ने र गणेशजीलाई दुबो चढाउनाले शुभ फल मिल्नेछ।